जनकपुर धामको दशरथ मन्दिरमा भारतीय नागरिक रविन्द्र दासको हस्तक्षेप, प्रहरी प्रशासन मौन। ऐतिहासिक दशरथ तलाव मन्दिर परिसरमा भइरहेको हनुमान मन्दिरको जीर्ण उद्धार कार्यमा फेरि विवाद उत्पन्न भएको छ। स्थानीय युवाहरूको अगुवाईमा कब्जा गरिएको जमिन फिर्ता गरी शिलान्यास समेत भइसकेको उक्त क्षेत्रमा आज पुनः अवरोध सिर्जना गरिएको छ। आफूलाई मटिहानी मठको उत्तराधिकारी महन्त ठान्ने भारतीय नागरिक रविन्द्र दास फुलबाबु मन्दिर परिसरमा पुगेर जीर्ण उद्धार कार्य रोक्न दबाब दिएका छन्। स्थानीयले प्रहरी प्रशासनकै मिलोमतोमा उनलाई मन्दिरभित्र ल्याएको दावी गर्दै उनले धम्की समेत दिएको बताइएको छ। धम्की दिँदै उनले भनेको छ, एक धक्कामा नहटे अर्को धक्कामा मन्दिर हटाइदिन्छु भनेर धम्की समेत दिएको छ। यसअघि पनि रविन्द्र दासले गलत तरिकाले नेपालको नागरिकता लिएको, मठ मन्दिरको जग्गा र सम्पत्ति बेच्ने काममा संलग्न भएको र दोहोरो नागरिकताको मुद्दा चलिरहेको तथ्य उजागर भइसकेको छ। मौतरीको सिमरदही मठ र भैरावा स्थित रामजानकी मन्दिरमा समेत उनले जग्गा बेचबिखन गरेको गम्भीर आरोप छ। तर यति गम्भीर विषयमा पनि प्रहरी प्रशासन मौन बसिरहेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार दशरथ मन्दिर परिसरमा हस्पिटल बनाउन खोज्ने डीआर रमन मिश्रासँग मिलेर रविन्द्र दासले काम गरिरहेको आशंका प्रकट गरिएको छ। स्थानीयवासीहरूले भनेको छ, यत्रो जेन्जी युवाहरूको बलिदान पछि जुन अहिलेको सरकार छ सुशीला कार्की नेतृत्वको, उनीहरूले अब दोहोरो नागरिकता लिने, मठ मन्दिरको सम्पत्ति बेच्ने र धार्मिक स्थलमा हस्तक्षेप गर्ने रविन्द्र दासलाई तत्काल पक्राउ गरी कानूनी कार्यवाही गरियोस् भन्ने माग समेत राखेको छ। उनीहरूको माग हो, दशरथ मन्दिर परिसरमा भइरहेको हनुमान मन्दिरको जीर्ण उद्धार कार्य अविलम्ब सहज वातावरणमा अघि बढियोस्। धार्मिक स्थलको सुरक्षा, संरक्षण र आस्थामाथि हुने धजी उडाउने कार्यमा संलग्न जो कोहीलाई पनि कठोर सजाय दियोस् भन्ने माग राखेको छ। अझै पुलिस प्रशासन मौन रहने हो भने यसलाई नेपाली समाज र हिन्दू समाजमाथिको खुला अवहेलना मानिनेछ। यसको विरुद्धमा स्थानीय हिन्दूवादी युवाहरूले विरोध प्रदर्शन समेत गरिसकेका छन्। उनीहरूले माग गरेको थियो कि मौतरीको सिमरदही मन्दिरमा 6 वर्षसम्म बसेर लुटिएको सम्पत्ति तत्काल फिर्ता गर्ने, रूपन्देहीको रामजानकी मन्दिरमा 11 वर्षसम्म गरिएको शोषणको छानबिन गरी मन्दिरलाई बर्बाद गर्ने रविन्द्रमाथि कानूनी कार्यवाही गर्नुपर्छ र फर्जी कागजात देखाएर नेपाली नागरिकता लिएको रविन्द्र दासलाई तत्काल पक्राउ गरी छानबिन गर्नुपर्ने युवाहरूले माग समेत राखेको थियो। युवाहरूले आरोप लगाएका छन् कि दोहोरो नागरिकता लिने, धार्मिक सम्पत्ति बेच्ने र मठ मन्दिरको आस्थामाथि चोट पुर्याउने व्यक्तिमाथि प्रहरीले आँखा चिम्ल्याएको छ। प्रहरी प्रशासन मौन रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।